यहाँबाट जान्छ पशुपति छिर्नु हामी चाहिँ पशुपति छिर्न लागौ स्टार्टिङ आउँदैछ यसो आएको छु यता मैले अगाडिको उताको पनि यता पशुपति छिर्यो पशुपतिको भ्यू पनि देखाउँछु म हजुरलाई दामी ग्राफिक्स छ घाँसहरू पशुपति जाने हो पशुपति छिर्यो पशुपति गाइस यहाँ स्कुलहरू पार्यो अहिले नाइट मतलब हामी आरती हेर्नुलाई जानु लाग्यो नाइट हामीले स्कुटी यतै ल्याउनु पर्ने छ नि स्कुटी फाइनली पशुपति अब छिर्यौँ त्यहाँबाट अगाडितिर लागि यो चाहिँ पशुपति कस्तो राम्रो पानी फेरि परेको दिनको पानी पर्छ यो घाटमा यहाँ चाहिँ लास्टै कस्तो पानी परेको नि अल टाइम मान्छे त आम्बो कार पार्किङ यता हो बाइक पार्किङ यता हो यहीँबाट हामी अब यस्तो मस्तसँग जान्छौँ तर यहाँ मन्दिरमा त खासमा हामी केटीहरूलाई बाँदर मात्रै भेटिन्छ कि त्यही भएर अलिक त बट यहाँ नेपालीभन्दा अलिक धेरै आउट कन्ट्रीका हुन्छन् ज्यादा चाहिँ मैले इन्डियन देख्छु इन्डियाका घुम्नलाई राम्रो मान्छन् पशुपति मन्दिरमा आउनलाई धेरै जस्तो मैले इन्डियनहरू देख्छु हाँसिरहेछन् स्माइल दिइरहेछन् यहाँबाट चाहिँ सामानहरू लिएर जाने हो खै किन यस्तो गर्छन् यो चाहिँ छोटो मिठो भनेको यस्तो दामी पशुपति जाने मान्छेहरू चाहिँ अलिक टन्ने हुन्छ नि त्यो मान्छे पोलेको चाहिँ के कस्तो बोलाएर निमन्त्रणा गरेर अलि टाउको दुख्ने जस्तो गर्नु हुने मान्छेको आरती 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 अनि त्यहाँ परि र परा जिस्किरहनु त्यहाँ चाहिँ हनुमान अरे के भन्छ अरे बाँदरलाई हनुमान दुईवटा परि र परा फेरि उता पारिछन् हामी जस्तो केटाहरू मन्दिरमा आउने भने केटीहरू के गर्नु केटी पाइन् केटीभन्दा धेरै बाँदरहरू भेटिन्छ जस्ट जोकिङ हामीले बेगर चाहिँ अब त्यही हो हामी जोकिङ मात्रै ब्याकग्राउन्ड सिन कैसा है मस्त है अच्छा है सेतो जुत्ता लाएर काम छैन जुत्ताको हालत आरती चर्ला कस्तो दामी छ पशुपति बट पढाएछ भिडियोहरू चाइनिजहरू मतलब धेरै देशमा आउँछ नि यहाँ चाइनिज भिडियोहरू इन्डियन कोरियाका पनि अरे जापानको पनि देखाएको जस्तो लाग्थ्यो जस्तो
जापानिजहरू सबै आउँछन्। यो अगाडि छाने बाटो कति लामो हो। अब म यस्तै गरिकन ठ्याक्क आरती त्यो गराउलाको देखाउँछु अहिलेलाई। यहाँ चाहिँ मान्छे चलाइरहेको छ, यहाँ चाहिँ मान्छे चलाउँछ। यहाँबाट चाहिँ आरती हेर्नु लाग्यो। के आरती भ्याइको यहाँको यो चाहिँ पशुपति मन्दिर नेपालगञ्जको बागेश्वरी धेरै ठुलो। यहाँ सबै अलपत्र परे मान्छेहरू नाच्दै बराबर। एउटा दाइले पुज्दैन हिँड्दा हिँड्दा थाकि कति लाग्छ। अगाडि यता दायाँ मोड्नुपर्छ, दायाँ अनि आउँछ हाम्रो हनुमानजी। यति बस्नुहुन्थ्यो कता जानुभएछ अब आरती हेर्ने मान्छे चाहिँ आरती हेर्ने ठाउँ चिन्नु लाग्यौँ हामी। हाम्रो हनुमानजी यति बस्नुहुन्थ्यो कता जानुभएछ आज। हनुमानजी कता अर्को हनुमानजी बस्नु भएको लट्ठी समातेर हनुमान मस्त छ भनेर अब हामी आरती हेर्न आरती हेर्ने आरती हेर्नु मान्छे यस्तो धेरै मान्छे काम नपाएर त्यो आरती हेर्ने मान्छेको चाहिँ डल्लै छ। त्यहीँ माथि आरती हुन्छ। अब हामी चाहिँ त्यो आरती हेरेर जाउँला। हजुर अहिले जान्छ बगेर अहिले यताबाट हामी यतापट्टि त्यो छ कि सबभन्दा ठुलो मन्दिर भनेकै त्यही त हो नि। सबभन्दा ठुलो मन्दिर चाहिँ त्यही हो पशुपतिको। कोहीले के भन्छ कोहीले के भन्छ यहाँ तना चाहिन्न। हामी यहाँ अहिले बिजी भएर हामी यहाँ पशुपति आउने भने यिनलाई हेर्न यिनीहरूलाई हेर्न कि ठुलो मान्छेहरूले यहाँबाट पनि हेर्छ। कति धेरै मान्छेहरू बस्छ ठाउँ। आज चाहिँ पानी भएछ हामी पनि माझ जाने कि त्यहाँ माथि यहाँबाट चाहिँ त्यही आरती गर्दाखेरि त्यो भन्छन् त के थाहा भन्न औ जय जगदीश रे भन्ने। आज पानी खाली छ यता। यस्तो हुन्छ